मैले अब रोल कसरी पाएँ भन्दा चाहिँ अब चिनाजाना त थियो दिदी के अब सिधै भनौँ भने चाहिँ अब म पनि अब थिएँ पहिला दिदी के ड्रग एडिक्सनमा थिएँ मैले सोबर भएको 7 इयर्स है अनि मलाई अलिकति अब एक्सपिरियन्सले गर्दा है एक्टिङमा मलाई सजिलो पर्यो अब फर्स्ट फर्स्टमा साह्रै पर्यो अब सिक्किम.com हेरिरहनु भएको भ्युअर्सलाई नमस्ते र आज पनि हाम्रो गेस्ट हुनुहुन्छ एउटा सोशल अवेरनेस जुन चाहिँ एउटा सिरिज भनौँ है या त एउटा मुभी भनौँ उहाँहरूको टिम जसको नाम रहेको छ लत है र उहाँको डिरेक्टर हुनुहुन्छ मसँग साथसाथै उहाँको टिम पनि हुनुहुन्छ उहाँहरूले आफ्नो आफ्नो इन्ट्रोडक्सन दिँदै अनि यस मुभीको बारेमा भन्नुहुनेछ हामीलाई र सबैजनालाई वेलकम छ सिक्किम.com मा थ्याङ्क यू सो मच र जुन चाहिँ यो तपाईँले एउटा नयाँ अब सिरिज है र भनौँ न तपाईँले प्रिमियर शो गर्नुहुनेछ मनन केन्द्रमा अनि यो एक्चुअली चाहिँ के हो के बारेमा तपाईँले बनाउनु भएको अनि यसको विषयमा अलिकति बताइदिनुहोस् न मेरो नाम चाहिँ युगेन लामा है मैले यो जस्तो मुभीहरू बनाएको बेसी भएको छैन 14 देखि स्टार्ट गरेको मैले सर्ट मुभीहरू बनाउँथेँ यो चाहिँ मेरो फर्स्ट हो एउटा सिरिज चाहिँ लामो गरेको चाहिँ मैले फर्स्ट टाइम हो यो अनि बाँकी मेरो यहाँ टिमहरू हुनुहुन्छ जस्तो यहाँ लिड रोलमा हुनुहुन्छ सबैजना दुईजना बहिनी सपना बहिनी हाम्रो यता म्याक्स भाइ एक्चुली चाहिँ उसको नाम चाहिँ राजेश भाइ अन्त सुमेन लामा हुनुहुन्छ उहाँ है यो चाहिँ हाम्रो एउटा मण्डली टिम हाम्रो एउटा सानो एउटा टिम हो हाम्रो यो चाहिँ जसमा हामीले एउटा कोसिस गरेको छौँ अब कस्तो कोसिस भन्दाखेरि अब थाहा भएको कुरा तपाईँलाई हाम्रो सिक्किमको भाइ बहिनी युवाहरू यो लतमा फसेर चाहिँ के भएको छ मैले भन्नु पर्दैन कतिजनाले देखिरहनु भएको छ यहाँ सिक्किमको हरेक कन्डिसन घरकोमै गयो भने तपाईँले देखिरहनु भएको छ इभन यो चाहिँ मेन कसको लागि गर्नु जुन चाहिँ यो यङ स्टार छ यसको 20देखिको लिएर 30सँग एजको नानीहरू केटाकेटीहरू छ उहाँको स्पेसली पिक्चर बनाएको तपाईँहरू आइदिनुहोस् यो मुभीको पार्ट बन्नुहोस् तपाईँहरू मनन केन्द्रमा 24मा चाहिँ तपाईँहरूको यो रिलिज हुँदैछ हामीले प्रिमियर सो राख्दैछौँ है किन यो सँगसँगै गार्जियन पनि आइदिनुहोस् यो गार्जियनलाई पनि हामीले मेसेज दिन चाहेको छ कि छोराले कुन चाहिँ लाइनमा जाँदैछ भनेर चाहिँ हामी त्यो लाइनमा चाहिँ एउटा मुभी बनाएको एउटा कोसिस हो हाम्रो यो चाहिँ एउटा अलराइट जुन चाहिँ उहाँले भन्नुभएको छ एउटा सोसल अवेरनेसको लागि जुन चाहिँ हाम्रो सोसाइटीमा घटना घटि नै रहेछ देखिरहेछौँ है मेनली जुन चाहिँ अब टिनेजरमा लागिरहेको है कन्डिसन हुन्छ एउटा एज हुन्छ उहाँहरू चाहिँ अब एउटा नराम्रो बाटो जुन चाहिँ लत उहाँले भन्नुभएको छ एडिक्सन है त्यहाँ लाग्दा चाहिँ कस्तो खालको सिचुएसन आउँछ कस्तो खालको सिचुएसन फेस गर्नुपर्छ फ्यामिलीलाई के इफेक्ट पर्छ साथै सोसाइटीलाई के इफेक्ट पर्छ भन्ने नै मेसेज दिनुभएको होला डेफिनेटली है अनि यो मेसेज कस्तो खालको छ भनेर पनि अहिले हामीसँग अर्को गेस्ट पनि हुनुहुन्छ यही टिमको मेम्बर अनि उहाँहरूसँग सोध्न चाहन्छु है तपाईँले चाहिँ के रोल खेल्नु भएको छ यसमा कस्तो प्रकारले अब आफ्नो भूमिका निभाउनु भएको छ त मेरो नाम चाहिँ सपना प्रधान हो म चाहिँ यो सानो अब हाम्रो सिरिज जस्तो अब सानो सर्ट मुभी भनौँ अन्त यसमा चाहिँ मैले चाहिँ अब हाम्रो चाहिँ यो सिरिज चाहिँ अब फ्यामिलीको बारेमा छ जुन चाहिँ अब एउटा फ्यामिलीमा अब कति अब गाइडेन्सहरू नराम्रो भएर पनि अब नमिलेर अब कुनै अब नराम्रो बाटोतिर जाने अब त्यस्तोहरूपट्टि उयो छ त्यसमा चाहिँ मैले एउटा भाउजूको रोल निभाएको छु हजुर अनि यो रोल चाहिँ तपाईँले सजिलै पाउनु भयो कि तपाईँहरूको के थियो कि अडिसनहरू भएको थियो के थियो कि चिनाजानामा खेल्नु भएको कि के हो होइन यसको लागि अडिसन भएको थियो यसमा अडिसन पनि उयो पास गरेर वाउ है सो उहाँको एक्टिङ पनि हामी त्यहाँ डेफिनेटली हेर्न पाउनेछौँ र जुन चाहिँ थर्डमा हुनुहुन्छ तपाईँको नि आफ्नो यसमा रोल के छ तपाईँको थ्याङ्क यू सो मच दिदी है मेरो नाम राजेश छेत्री है म अब यो फिल्म लतमा डेथ अफ लाइफ हाम्रो यसमा चाहिँ म लिड रोल गर्दैछु दिदी है अन्त हामीले चाहिँ अब सिरिज भनिहाल्यो हामीले 5वटा सिरिज चाहिँ हामीले सोचिसकेको छ फर्स्ट चाहिँ हामीले के सिरिज सोचेको छ भन्दा चाहिँ यो ब्राउन सुगर है यो अहिले हामीले सिक्किममा बहुत देखेको होइन यो न्युज च्यानलतिर देखिरहेको यसमा चाहिँ हामीले फर्स्ट टार्गेट गरेको चाहिँ ब्राउन सुगरमा चाहिँ क्या यसमा चाहिँ हामीले ड्रग एडिक्सन पसेर पनि निक्लेर पनि डल्लै देखाएको छ कि अवेरनेस त्यहाँदेखि हामीले अब हाम्रो टिममै कतिजना हुनुहुन्थ्यो होइन म्यामहरू अब त्यो चलाउनुहुन्थ्यो रियाबहरू चलाउँदा हामी त्यहाँ गएर हामीले यसमा चाहिँ रिसर्च गरेको क्या विथ डाइरेक्टर साहब है हामी सबै गरेर रिसर्च गरेर चाहिँ एउटा अलिक टाइम पनि लियो पिक्चरमा है कतिले भन्यो ढिलो भयो भन्ने पनि भएको थियो है आज यो मार्फत भन्छु ढिलो होइन हामीले चाहिँ मजाले रिसर्च गरेर गरेको है रिसर्च गरेर गर्दा चाहिँ हामीले फल राम्रो पाउने छ भन्ने चाहिँ अब 24 तारिक देख्नुहुन्छ तपाईँले है मनन केन्द्र सबैजना आउनुहोस् यो फ्यामिलीले हेर्ने नै हो दिदी क्या फ्यामिलीले गर्ने कारणले गर्दा चाहिँ अब मलाई चाहिँ अब राम्रो लागेको छ यसमा चाहिँ अनि मैले अब रोल कसरी पाएँ भन्दा चाहिँ अब चिनाजाना त थियो दिदी के अब सिधै भनौँ भने चाहिँ अब म पनि अब थिएँ पहिला दिदी के ड्रग एडिक्सनमा थिएँ मैले सोबर भएको 7 इयर्स
है अनि मलाई अलिकति अब एक्सपिरियन्सले गर्दा है एक्टिङमा मलाई सजिलो पर्यो अब फर्स्ट फर्स्टमा साह्रै पर्यो अब बिहाइन्ड द क्यामेरा त काम गर्दै थिएँ तर अब फ्रन्ट क्यामेरा मलाई साह्रै परेको है फर्स्ट टेक मैले 20 टेक्स लिएको है त्यहाँदेखि बादमा चाहिँ अब हुँदै गयो है अब विथ डाइरेक्टर साहब नै युगन जोजोले मलाई राम्रो सिकाउनु हुँदा चाहिँ मैले अब गरेको छु है अब त्यसमा एक्सपिरियन्स चाहिँ मैले राम्रै पाएको छु दिएँ हजुर जुन चाहिँ उहाँले भन्नुभएको छ उहाँ आफै एउटा त्यो सिचुएसन फेस गरेर निक्लिसकेको व्यक्ति सो डेफिनेटली मजा नै आउने छ होला उहाँले के झेल्नु भएको छ कस्तो खालको कुराहरूले उहाँले अब सोसाइटीले पनि धिकार गर्ने पनि त हुन्छ नि त है अब त्यस्तो खालको नै सायद छ होला म पनि एकदमै एक्साइटेड हुँदैछु हेर्नु चाहिँ किनभने उहाँ आफै पनि भन्नुहुँदैछ क्यामेराको अगाडि गएर कि मैले पनि यस्तो गरेको थिएँ सो मैले नै यो रोल गर्दैछु भनेर सो इट विल बी अब नाइस हेरौँ है हेलो मेरो नाम सुमेन तामाङ म चाहिँ फर्स्ट अफ अल म के भन्छु भने चाहिँ म चाहिँ एउटा पेसेन्ट चाहिँ हो म चाहिँ रियाब बसेको मान्छे म 4 महिना रियाब बसेको मान्छे हो अन्त यो फिल्म चाहिँ मेरो आफ्नो भाइ हो भाइले गर्नुभएको है म त्यसमा अलिकति अब सपोर्ट यताउता म पिआईको रोल खेल्दैछु यसमा त्यसले गर्दाखेरि म त्यही अब सबलाई लेसन नै हो यो एउटा यो चाहिँ के भन्छु भन्दा चाहिँ अहिलेको जेनेरेसन थाहा छ कस्तो हुँदैछ है त्यसले गर्दाखेरि यो लत भन्ने पिक्चर चाहिँ अब लत चाहिँ राम्रो चिजमा लाउनु पऱ्यो जस्तो स्टडिजतिर स्पोर्ट्सतिर है त्यसले गर्दाखेरि अब त्यति नै भन्न चाहन्छु अहिले थ्याङ्क यू दुईजना एकदमै कङ्ग्रेचुलेसन है अनि थ्याङ्क यू पनि भन्न चाहन्छु है सुध्रिदिनु भएकोमा हाम्रो सोसाइटीलाई एउटा इक्जाम्पल सेट गरिदिनु भएकोमा है सो डेफिनेटली मजा आउनेछ है जस्तो प्रकारले उहाँले एक्सेप्ट गरिरहनु भएको छ क्यामेरा मैले पनि फेस गरेको छु यस्तो यस्तो भनेर अनि सायद हाम्रै समाजमा हाम्रै घरमा पनि कोही लुकीचुपी गरिरहेको पनि त हुनसक्छ है सो आमा बाबालाई पनि त्यही भन्न चाहन्छु तपाईँहरू पनि आउनुहोस् अगाडि आएर देखाइदिनुहोस् है यो मुभी कस्तो रहेछ भनेर चाहिँ अनि किनभने यस्तो हुन्छ कि कतिजना चाहिँ अब यो साइकेट्रिकलाई अब देखाउँ नानीहरू बिग्रिँदैछ भन्दाखेरि नानीहरूले चाहिँ होइन मलाई त्यस्तो डक्टरको जरुरत छैन म ठिकै छु या त साइकेट्रिक भन्नाले चाहिँ उनीहरू सोच्छ अलिकति मेन्टली अलिकति है स्टेबल अनस्टेबल भएको मान्छेहरूले मात्रै हो भनेर सोचिरहेको हुन्छ तर एक्चुअली यो होइन है तपाईँले साइकेट्रिक्ससँग पनि तपाईँले कन्सल्ट गर्न सक्नुहुन्छ तर मेन चाहिँ मलाई त्यही लाग्यो डक्टरसँग पनि कन्सल्ट गर्नुभन्दा चाहिँ स्क्रिनमा तपाईँले देखाउने चान्स आफ्नो छोराछोरीलाई पाउनु भयो भने एकदमै राम्रो यो रहनेछ एउटा है अनि तपाईँले भन्न चाहन्छु सोध्न चाहन्छु हाम्रो डाइरेक्टर साहब बसिरहनु भएको छ है अनि यो चाहिँ अनि तपाईँले मनन केन्द्रमा तपाईँले 24 तारिकको भनेर भन्नुभएको छ अनि सिरिज पनि भनिरहनु भएको छ है सो यो चाहिँ कस्तो प्रकारले तपाईँले लाइक यसलाई डिभाइड गर्नुहुन्छ या कस्तो प्रकारले एकै दिनमा मात्रै देखाउनु हुने के सोचेर यो चाहिँ कस्तो हुन्छ मनन केन्द्र चाहिँ हामी जति हामीले यो सिरिजको पार्ट बनाएको छौँ त्यो फुल हामी छोड्छौँ आउनुले प्रिमियरमा चाहिँ जुन चाहिँ मनन केन्द्रमा चाहिँ हामी स्टार्ट गर्दैछौँ बाँकी चाहिँ हामीले यो बाँकी 3-4 महिना बादमा चाहिँ हामी अनलाइनमा हाल्छौँ त्यसमा चाहिँ तपाईँको सिरिजको पार्ट बनाएर चाहिँ हामीले 6 वर्ष बनाएर हाल्छौँ फेरि यो सकेर फेरि बाँकी हाम्रो अर्को बेस छोडेर हामीले फेरि यो ट्याब्लेटहरू पनि हामी गर्नेवाला छौँ त्यसको लागि हामी धेरै आर्टिस्टहरू चाहिन्छौँ हामीलाई त्यसलाई त्यो बादमा फेरि तपाईँलाई भन्ने छ हजुर उहाँहरूले चाहिँ अब मौका एउटा सुनाउन मौका भनौँ न एकैतालमा हेर्नु किनभने सिरिज हेर्दाखेरि पार्ट हेर्नुपर्ने हुन्छ कतिजना चाहिँ टाइम हुँदैन कतिजनाले टाइम बिर्सिन्छ डेट बिर्सिन्छ है तर एकै दिनमा हेर्नुको लागि तपाईँले मनन केन्द्रमा आउनुपर्ने हुन्छ अनि यसको टिकट्सहरूको बारेमा के छ है तपाईँले कहाँ सेल गर्नुहुँदैछ या डाइरेक्ट हलमै आएर उहाँले किन्न सक्नुहुन्छ के छ त टिकट चाहिँ अहिले के छ भन्दाखेरि हाम्रो एक्चुअली चाहिँ हाम्रो टिकट चाहिँ भोलिदेखि हामी निकाल्दैछौँ टिकट चाहिँ टिकट तपाईँलाई बेसी पनि छैन कि अवेरनेसको प्रोग्राम भनेर हामीले 200 to 500 राखेको छौँ 200 चाहिँ अब सबैलाई सकोस् भनेर हामीले तपाईँले हाम्रो जुन चाहिँ यो युट्युबमा गएर तपाईँले त्यहाँ गएर मेसेज पनि छोड्न सक्नुहुन्छ मलाई टिकट चाहियो भनेर चाहे northeast.com मा गएर तपाईँले त्यहाँ गएर मेसेज गर्न सक्नुहुन्छ मलाई टिकट चाहियो भनेर इभन हामीलाई फोन नम्बर छोडिदिएको छ तपाईँलाई तपाईँले आएर त्यो फोन नम्बर फोन गरेर मलाई यस्तो टिकट चाहियो हामीले तपाईँलाई जग्गा भन्छौँ यस्तो जग्गा तपाईँले टिकट कलेक्ट गर्नुसक्छ भनेर है प्लस अर्को कुरा चाहिँ तपाईँले कोल अपर्चुनिटी भ्याउँदैन तपाईँ डाइरेक्ट आएर मनन केन्द्र हामीले 10वटा टिकट चाहिँ उभर राखेको हुन्छ त्यो चाहिँ 10वटा टिकट चाहिँ हामीले हलमा राखिदिएको हुन्छ त्यो चाहिँ जोजनाले भ्याएन उहाँ चाहिँ डाइरेक्ट आएर त्यहाँबाट हेर्न सक्नुहुन्छ ओके त टिकट तपाईँले कसरी पाउन सक्नुहुन्छ भनेर पनि थाहा भइसकेको हुन्छ हामीले तपाईँलाई स्क्रिनमा फोन नम्बर दिइरहेको छ डाइरेक्ट तपाईँले कल गरेर पनि तपाईँले टिकट बुक गर्न सक्नुहुन्छ या त तपाईँकोमा अहिले टाइम छैन भने तपाईँले यो भिडियो बादमा हेरिरहनु भएको छ भने पनि डोन्ट वरी है उहाँले टिकट हलमा पनि राख्नुहुनेछ र अहिले भने चाहिँ हामीसँग दुईजना गेस्ट जोड्नु हुँदैछ है जो चाहिँ यो टिमको नै मुख्य मेन पार्ट चाहिँ हुनुहुन्छ उहाँले यस मुभीको बारेमा के भन्नुहुन्छ भनेर हामी तपाईँलाई देखाउनेछौँ र हामीसँग यस मुभीको दुईजना क्यारेक्टर भनौँ या त मेम्बर भनौँ जोडिसक्नु भएको छ दुईजनालाई पनि स्वागत छ सिक्किम.com मा र म्याम है यस विषयमा आफ्नो परिचय दिँदै अनि के भन्न चाहनुहुन्छ भने बताइदिनुहोस् न मेरो नाम डिके परियार हो र मैले चाहिँ यो फिल्ममा अलिकति अब एउटा सानो एउटा रोल पनि गरेको छु डक्टरको रोल गरेको छु यसमा एक्चुअली चाहिँ म चाहिँ एसटिएनएम हस्पिटलको नर्स हो त्यसले गर्दाखेरि चाहिँ मैले
फिल्ममा चाहिँ एउटा डक्टरको रोल पाएको छु र यो फिल्म चाहिँ अब कसरी बन्ने हो भने चाहिँ अब यो चाहिँ एउटा ड्रग एडिक्टको विषयमा है। अब यो फिल्म चाहिँ एउटा ड्रग एडिक्ट मात्रै मतलब मान्छेलाई मनोरञ्जन मात्रै नभएर एउटा अवेरनेस पनि हो, सोसल मेसेज पनि हो, ताकि अहिलेको युवाहरू यसरी बिग्रेर नहिँडोस्, ड्रग्सहरू सेवन नगरोस् है। किनभने यो नानीहरूलाई चाहिँ सबैले अब आमा बाउले कस्तो खालके सोचेर अब पढाउँछ बढाउँछ है, उहाँहरू चाहिँ एउटा समाजको लागि एउटा कन्ट्रिब्युसन होस् भनेर। तर अहिले नानीहरूले अब नराम्रो बाटो हिँडेर चाहिँ घरमा पनि अशान्ति, समाजमा पनि अशान्ति, उहाँहरूले कहीँबाट एउटा इज्जत पनि पाउनु हुँदैन है। सबैले नै घृणा गर्छ भनौँ न, अब घृणा गर्छ र उहाँहरूले। तर अब यो लतमा डुबिसकेपछि चाहिँ उहाँहरूलाई कसैको मतलबै हुँदैन होइन। उहाँहरू न त फ्यामिलीको मतलब हुन्छ न समाजको मतलब हुन्छ, उहाँहरू खालि त्यही लतमै मात्रै डुबिरहँ भनेर सोचेको हुन्छ। तर अब योमा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने त्यस्तो खालके नानीहरूको लागि चाहिँ अब खालि आमा बाउको मात्रै उयो मतलब आमा बाउले मात्रै सम्झाएर हुँदैन, एउटा डक्टरकोमा लगेर एउटा काउन्सिलिङ गर्नु पर्यो, नानीहरूलाई डक्टरको पनि हेल्प लिनु पर्यो। किन अब सबैले के भन्छ भने डक्टरकोमा किन जानु, पगलाको डक्टरकोमा पगला मात्रै जान्छ भनेर भन्छ। वास्तवमा त्यो होइन है, खालि पगला मात्रै डक्टरकोमा जाँदैन र यो नानीहरूलाई अब त्यहाँबाट दबाई काउन्सिलिङ हुन्छ, दबाई पानी हुन्छ र उहाँहरूलाई त्यो जग्गाबाट हामी बाहिर निकाल्न सक्छौँ है। यो भनेर चाहिँ अब हामीलाई एउटा समाजमा एउटा सोसल मेसेज पनि होस् भनेर यही भन्न चाहन्छु। हजुर, अघि जस्तो प्रकारले मैले भने डक्टरलाई काउन्सिल गर्नु एकदमै जरुरत छ, तर जानु मान्दैन है। तर पनि यो सिरिज जुन चाहिँ छ है, यसले चाहिँ तपाईँहरूले एउटा मेसेज दिनेछ। सो डेफिनेटली हेर्नु आउनु होला। र तपाईँ के भन्न चाहनुहुन्छ त? म अन्जिलिना साइली, यो हाम्रो टिमबाट म बिलोङ्स गर्छु है। हाम्रो यो जुनै पनि अब हाम्रो एडिक्सनहरू छ भाइ बहिनीहरू, उहाँहरूलाई म यो मेसेज दिन चाहन्छु, तपाईँहरूले आएर यो के अरे यो सिरिज हेरेर तपाईँहरूले अलिकति बुझिकन जाइदिनुहोस्। किनकि यो अब हामीले यो त्यसै पनि तपाईँहरूलाई यो हामीले त्यसै इन्टरटेनमेन्ट मात्रै नगरेर तपाईँहरूलाई यो अवेरनेस दिएको हामीले। किन भन्दा म प्रत्येक जग्गा म रिहाबहरूतिर म विशेष गरी जाइरहन्छु, तर अब कतिजनाले मतलब रिहाबमा मात्रै 1-2 दिन म ठिकै छु भन्ने यो एउटा उहाँहरूले गरिरहेको हुन्छ। तर रिहाबबाट निस्किएर उनीहरू बाहिर जान्छ, फेरि रिल्याप्स। यो मतलब एडिक्सन चाहिँ रिल्याप्सी डिजिज भन्छ, म्याक्सिमम चाहिँ रिल्याप्सी डिजिज भन्छ। अब रिल्याप्सी डिजिज हो त्यो हामीले मान्छौँ, तर अब कतिजनाले चाहिँ अब उनीहरू निस्किसकेर फ्यामिलीले बुझिँदैन, त्यो उनीहरूले एउटा म्यानिपुलेट गर्छ, फ्यामिलीले बुझिदिँदैन अनि त्यो कुराले गर्दाखेरि म्यानिपुलेट गरेर उनीहरूले फेरि म रिल्याप्स भएँ। तर अब त्यो रिल्याप्स चाहिँ होइन, यो डिजिज चाहिँ हो भनौँ न। अब एडिक्सन चाहिँ एउटा डिजिज हो, डिजिजले गर्दाखेरि चाहिँ अब कतिजनाले चाहिँ उनीहरूले डिजिज भन्यो, उनीहरूले अब घरिघरि रिल्याप्स घरिघरि रिल्याप्स, त्यो रिल्याप्स चाहिँ नभएर यो अलिकति अवेरनेस तपाईँहरू पनि अगाडि बढेर तपाईँहरू आइदिनुहोस्, फिल्डमा आएर काम गरिदिनुहोस्। फिल्डमा बस्दाखेरि चाहिँ मान्छे एउटा रुममा बसेर खाएकै गर्दाखेरि त्यो त एउटा डिजिजै भइहाल्छ। तर तपाईँहरू बाहिर आएर यसरी नै सबैजनालाई एउटा कोअपरेट गरेर एउटा यो अवेरनेसलाई चाहिँ अब अगाडि बढायो भने चाहिँ हामी सबैजना मिलेर चाहिँ एउटा सोसाइटी सुधार्नुको लागि मात्रै हामीले यो अवेरनेसको लागि एउटा रिलिज गर्दैछौँ। ओके, त सुनिहाल्नु भएको छ आफ्नो एक्सपिरियन्स है, जो यसमा आफै लत भएर डुबिसक्नु भएको, त्यहाँबाट निक्लिसकेको व्यक्ति पनि हुँदो रहेछ यो मुभीमा भनेपछि। त्यस्तै प्रकारले जुन चाहिँ एसटिएनएममा नर्स गर्नुहुन्छ उहाँ पनि हुनुहुन्छ है। सबैजनाको आफ्नो एक्सपिरियन्स लिएर चाहिँ यो सिरिज बनाएको छ। सो उहाँहरूको एफर्टलाई हामी एकदमै नमन गर्छौँ भनौँ न, एकदमै कङ्ग्रेचुलेसन तपाईँहरूलाई है। अनि जुन चाहिँ उहाँले एउटा एफर्ट लिइरहनु भएको छ हाम्रो सोसाइटी सुधार्नको लागि, जुन चाहिँ हिजो आज हामीले देखि नै रहेको छौँ है, पहिलादेखि देख्दै आइरहेको छ र अहिले पनि देखिरहेछौँ कि यो चाहिँ एउटा जुन चाहिँ उहाँ तपाईँले त्यो ब्राउन सुगरहरू भन्नुभयो, कतिजना मान्छेले माटो भन्छ अरे, कतिजनाले बलुवा भन्छ अरे, हामी सुनिरहेको छौँ, उनीहरूले कोड वर्डहरू युज गर्छ है। सो यस्तो प्रकारले तपाईँको नानीहरूले गरिरहेको छ भने पनि है एउटा यो सोसल मेसेज दिने उहाँले एउटा ठुलो काम गर्नुभएको छ। एकदमै हामी यसमा थ्याङ्कफुल हुनुपर्छ, उहाँलाई सपोर्ट गर्नुपर्छ है, सो द्याट हाम्रो सोसाइटी सुध्रेर जाओस्, घर परिवार सुध्रेर जाओस्, हाम्रो स्टेट सुध्रेर जाओस्, नि साथमा हाम्रो
देश पनि सुध्रेर जाओस् भन्ने जुन चाहिँ एउटा कोसिस रहेको छ उहाँलाई हामी सपोर्ट गरौँ है। फेरि पनि भन्न चाहन्छु है उहाँहरूको 24 जुनमा मनन केन्द्रमा रिलिज हुँदैछ यो मुभी, आएर हेर्न सक्नुहुन्छ। बादमा चाहिँ उहाँले आफ्टर 3-4 मन्थ्स चाहिँ उहाँले एउटा कुनै एउटा वेबसाइटमा लगाएर सायद उहाँले रिलिज गर्न सक्नुहुन्छ। र एन्टायर टिमलाई थ्याङ्क यू भन्न चाहन्छु अनि बेस्ट विशेष है। र लास्टली भ्युअर्स यदि कुनै फिडब्याकहरू दिन चाहनुहुन्छ भने तपाईँले कमेन्ट बक्समा दिन सक्नुहुन्छ। र यदि तपाईँकोमा नि यस्तो कुनै स्टोरिजहरू छ, आफै पनि यस्तो लतमा परिसक्नु भएको छ, आफ्नो स्टोरी तपाईँ हाम्रो सामु लिएर सेयर गर्न चाहनुहुन्छ, कसैलाई तपाईँ मोटिभेट गर्न चाहनुहुन्छ, इन्करेज गर्न चाहनुहुन्छ, उहाँलाई सुधार्न चाहनुहुन्छ भने हामीले तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ सो द्याट नेक्स्ट टाइम तपाईँको स्टोरी हामीले हाम्रो भ्युअर्समा पुर्याउन सकौँ। र थ्याङ्क यू भेरी मच हाम्रो भ्युअर्सलाई हामीलाई सुनिदिनु भएकोमा, हेरिदिनु भएकोमा, र सबैजनालाई पनि थ्याङ्क यू भेरी मच। र हेर्दै गर्नुहोस् सिक्किम.com।